बुढी चिया पाकेन र अहिलेसम्म चिया खानेहरू बस्यो कति बेर भयो कति हतार गर्नुभएको हजुर त पाक्नु परेन भने चिया भनेको बिहान सबैले खाने चिज हो हो नि त भने जस्तो छिटो हुन्छ त पकाउनु परेन ठिकै छ पकाउनु त पर्यो अनि बुढी पारी गाउँमा लागबत्ती पोल्ने भनेर ढिम्टो आएको थियो फलफुल सलफुल केही त लिएर जानुपर्ने के लिएर जाने होला लान पर्दैन बुढा त्यस्तो पैसा खर्च गर्ने ठाउँमा को जान्छ भनेको खाना ठाउँमा मात्रै अनि आउने ठाउँमा मात्रै जानुपर्छ कि तपाईँ पनि खाली खर्चै मात्रै गर्नु छ हजुरलाई चाहिँ यही बानी मन पर्दैन कि मलाई चाहिँ कस्तो कुरा गर्छ बुढीले पनि गाउँ समाजमा बसेपछि सँगसँगै त हुनु पऱ्यो नि अरू सबैले फलफुल के बोकेर जान्छन् हामी खाली लन्ठाङ लन्ठाङ जाने त्यसो गर्नु न बुढा तपाईँ माथि कोठामा गएर सोध्नु कसैले सोधिहाल्यो भने सहरतिर जानुभएको छ भनेर म भनिदिन्छु तपाईँ चाहिँ किन नजानु भएको भनेर मलाई सोध्यो भने मलाई सन्चै छैन मलाई टाउको दुखेर मर्ने बेला भएछ भन्छु त्यसो भए त भइहाल्यो नि म तिम्रो यो कुरा कुनै हालतै सहमत छैन हेर अहिले पर्दा मर्दा मलाई पनि जाने तिनै गाउँले हुन् त्यहाँ त्यस्तो पाठ पूजा हुँदाखेरि एउटा उपस्थिति भएन भने यो पाराले त हामी मरियो भने थरा थरै मरिन्छ कोही लाने मान्छे नै हुन्नन् हस्पिटलको लाने मान्छेहरू हुन बिरामी हुँदा मरिहाल्यो भने 3-4 थला परेपछि बल्ल मा गाउँले आउँछन् हजुर पनि मर्दाको कुरा गर्नुहुन्छ मरेपछि जेसुकै गरौँ नि हामीले देख्ने होइनौँ अब बिरामी हुँदाखेरि हजुरले मलाई लाने बोकेर म हजुरलाई बोकेर लान्छु भइगयो नि पैसा त कमाउनु पर्छ के बुढा चारतिर खर्च गरौँ भने पछि बिरामी हुँदा कहाँबाट ल्याउनु भन्नु त यसले गर्दाखेरि गाउँमा बेते हुने भयो कस्तो पैसामा डुक्रो कमाउने मात्रै हो र खर्चहरूलाई कमाउने हो न त किन चाहियो पैसा अनि त्यसपछि बिरामी हुँदा तपाईँलाई मैले बोक्छु मलाई तपाईँले बोक्नु होला अरे म 1 क्विन्टल छु तैँले बोकेर हिँड 4 पाइला हिँड्न सक्छस् गफ पनि कत्रा गर्नु सकेको हो हाय तेरिका बुढा अहिले मैले बोक्नुपर्छ भन्ने छ र पैसा भएपछि बोक्न दुनियाँ आउँछन् कुरा चाहिँ बुझ्नु छैन त्यत्तिकै 1 क्विन्टलको छु म भन्नुहुन्छ तेरो कुरा सुन्यो नि म पागलै हुन्छु हेर यस्ता कुरा तेरो कुरा सुन्ने होला मैले छैन जहिले हुन्छ 1-2 किलो स्याउ केरा मिलाएर लगेर जानु पर्ला तेरो कुरा सुन्ने भने त गाउँमा एक्लै भइन्छ गाउँलेहरूको जम्मै हुन्छन् आफ्ना पर्दा कोही नै आउनन् त्यो हिसाबले समाजमा बस्न सकिन्न कहाँ सुन्तोला स्याउ भन्नुभएको बुढा 400 रुपियाँ केजी छ अहिले तपाईँलाई थाहा छ त्यति महँगो आम्मामा बरु मैले अस्ति त्यो बारीमा केरा पाक्न लागेको रहेछ पकाउन राखिरहेको छु पाएको होला आधी दर्जन लिएर जानु अब मान्नुहुन्न भनेको मैले भनेको त तपाईँलाई लाग्दैन त्यही लिएर जानु 12 वर्ष रामायण पढ सीता कसकी जोई भने जस्तो के भन्छ से तैँले पेन्सन होला बुढो पेन्सन होला म छौडा कोसा केरा लिएर जाँदाखेरि गाउँले के भन्लान् मलाई ती कुया छौडा कोसा केरा तैँले माइत जाँदा भए म त स्याउ केरा सुन्तला सबै मिलाएर लान्छु मैले कसरी लान्छु मलाई थाहा छ लान्छु म त छडा कोसा केरा मेरा माइती ती छडा कोसा केरा खान मरिरहेछन् र म त माइत गएँ भने त कुराउनी पकाएर लान्छु कुराउनी अनि मेरो बुढो यस्तो पेन्सनवाला छ अनि मेरो इज्जत जाँदैन त गाउँमा के भन्छन् मेरा साथीभाइले तपाईँ पनि हरेक भन्नुहुन्छ तपाईँ चाहिँ उहाँ पूजनमा जाँदा चाहिँ दुनियाँ सामान बोकेर जाँदा हुने मेरा माइतीमा चाहिँ त्यस्तो भन्ने तपाईँको इज्जत जाँदैन र तपाईँको इज्जत जाँदैन भने म रित्तै गइदिन्छु नि के भएछ र मलाई ए रित्ते जान्छु अरे रित्ते गर्दा झन् स्वादै भयो नि तँलाई ल्याउनु ल्याइहाल्यो अब मैले तेरो माइत पाउने के छ र आखिरी रित्ते जान मलाई के मतलब ए मलाई त रित्तै जा मजा हुन्छ पो भन्नुभयो है कति मजाले ए यो घरमा मेरो केही छैन होइन म भातका लागि मात्रै बसेको तपाईँको घरमा मेरो यो घरमा हक नलाग्ने जस्तो कुरा गर्नु भएन तपाईँले मेरा बुढा भएका बाबुआमा छन् सबै मेरो हातमा छ कसरी लानुपर्छ भन्ने कुरा मलाई राम्रोसँग थाहा छ हजुरले मलाई सिकाइराख्नु पर्दैन अनि थाहा भयो मान्छेले जे लानुपर्छ लएर गयो भयो नि मलाई के सुनाइराख्यो यसो बसेर चिया खाम राम्रोसँग भनेको चिया खाने बेला नि किचकिच गरेर कतितिर खान दिइन होइन बुढा मलाई नि त रहर लाग्छ नि आफ्नो बुढासँग चिया बसेर खाने मिठा मिठा कुरा गर्ने मलाई चाहिँ रहर लाग्दैन आफूले चिया बुढासँग बसेर मिठा गफ गरेर खाम भने चिया पकाएर हतार ल्या हजुर त्यस्तै कुरा गर्नुहुन्छ त अनि म के गरौँ त म खुब मिठा मिठा कुरा दिन्छस् खाएको रुचा तैँका म गाउँमा गएर खान्छु अर्को चिया खानु गाउँको चिया मिठो भएपछि आफ्नो बुढीले ल्याएको के मिठो हुन्छ त सरसल्लाहको कुरा गरौँ भनौँ भने होइन यो बुढाले के भइरहेछ हिजो आज पुरै बाउठिनुहुन्छ त केही कुरा सुन्नुहुन्न आफ्नै जिद्दी मात्रै छ ए भगवान् छोरा मान्छेको जातै बेच्दै
सपना हो कि विपना जस्तो लागिरहेछ भने त विदेशमा भएन उमेश एक्कासी नेपालमा त्यस्तो त के हो यस्तै हो मित्र के गर्नु विदेशको माहौल आफूलाई थाहा छ होला जताततै बम पड्किरहेछ ज्यान जोगाउनलाई नेपाल आइयो साथी के गर्नु घरतिर आइयो घरतिर आएर आफ्नो ज्यान बचाउँ भन्ने धारणाले आइयो हो यार तँ त विदेशबाट ज्यान जोगाउनलाई नेपाल आइछस् मेरो यहाँ अब भिसा लाएर विदेश हुन ठिक्क परेको अब त्यही बेला चाहिँ बाहिर बमबाडी भएछ म त जानै रोकेर पासपोर्ट र टिकट हातमा लिएर बसिया छु मेन पावरमा पैसा बुझाएको छु फिर्ता आउने हो कि नआउने हो कि जान पाउने हो कि नपाउने हो टेन्सन भइरहेछ यार यस्तै छ साथी विदेशको माहौल विदेशदेखि ज्यान जोगाउन यहाँ आइरहेको छु अब कतै नजाने दुईजना बसेर यही केही काम गरौँ यतै नै राम्रो हुन्छ विदेश छोडिदिउँ हामी दुईजना यतै बसेर केही काम आफ्नो सो गरौँ हेर उमेश नेपालमा काम गरेर केही उपलब्धि हुँदैन यत्रो वर्षसम्म मैले कति गरेँ केही भएन यी लास्टमा अब चाहिँ बसेर खाने बेलामा विदेश जान लागिरहेको छु त धेरै बाठो रहेछ यार आफू चाहिँ टन्न झोलाभरि विदेशबाट पैसा कमाउने अनि मलाई नि विदेश नजा भन्ने यस्तो स्वार्थी कुरा चाहिँ नगर यार साथी जाने भने जाऊ खाडी मुलुकदेखि सबै फर्केर आउँदैछन् फर्कियोस् सबैजना नेपाल फर्कियो भने झन् अब कम्पनीमा काम गर्ने मान्छे हुँदैन हामी गएपछि मजाले चाहिँ ओभरटाइम गर्न पाउँछ बरु 15-20 घन्टा काम गर्छु 1-2 वर्ष बस्छु टन्न पैसा कमाउँछु अनि तैँले जस्तै झोला बोकेर म नेपाल फर्किन्छु ल तिम्रो इच्छा गर भिरमा जाने गाईलाई अब राम भन्न सकिन्छ काम त थाप्न सकिँदैन ल अब मलाई तैँले अब धेरै सिकाउनु पर्दैन सबै कुरा मलाई थाहा छ के गर्नुपर्छ भने म आफै गरौँला मैले सिकाएको होइन देखेको र बुझेको कुरा आफूलाई भने हो जाने भने अब आफ्नो मन्जुरी तरिकाले जाँदा हुन्छ ल तँलाई पनि घरको मान्छेले कुरिहाल अब तँ पनि घर जा म भोलि भेटौँला ल ल ल ल ल गाउँको मान्छेहरू कति स्वार्थी हुन्छन् आफू टन्न कमाएर ल्याए अब मलाई चाहिँ यसरी कमाउनु जा भन्दा नि नजा भनेर रोक्छ के खालको मान्छेहरू अब तेरे अब पानी पऱ्यो अब बारिस नि खनेर अब 20-22मा मकै लाऊ भनेर आँटेको छु अब बाधाले रोप्नै दिँदैन रोप्या भोलिपल्ट आएर खोर्सिहाल्छ के गर्ने यस्तो समय बाँचिएको हुन्छ मकै लाएर होइन यो बुढालाई आज के भएछ त्यो कुरकुरा जस्तो कुरेर बसेछ यो बुढालाई नजिस्काए पनि आफूले चित्तै बुझ्दैन एकचोटि गएर जिस्काउनै पर्यो बा यो के कुरेर बस्नु भएको तपाईँ बाबुले पर्खेर बस्यो ल आइपुगेछौ बुढेर बस्यो भयो मलाई कोरेर बसेको रे किन नि बा ल अब बारी खेल्न खेताल पाथेर ट्याक्कै फेला पऱ्यो सन्जोगले भेट भयो अब भोलिदेखि आऊ त बाबु बारी खन मकै लाउनु पर्सि आँटेको छ मैले होइन ए बुढा मलाई हली जस्तो देखेको म बारी खन जस्तो देखायो र त्यो बारी खन्ने लागिदारको त होइन तै पनि अब काम दिउँ भनेर चाहिने सोचेर मैले कुरा गरेँ हो बाबु यो मकै सर्न बित्यो किन देख्नु पर्यो र म ठेकदार जस्तो मान्छेलाई यस्तो ठगलाई कसले ठेकदार बनाएछ बुद्धि नभएको रहेछ क्या यो बाटो छैन यसो जानलाई बाटो पनि छैन बनाउनु पर्छ नि त ठेकदार भएर किन नबनायो त यस्ता बुढासँग के बोलेर बस्नु जानु पर्यो बरु आफ्नै बाटोतिर बस बुढा ढुकुर कुरेर जा म ढुकुर पुरै जे गरेर गर्छु मलाई जिस्काउन आएको होला मैले उहिले जाने उल्लिरी बिल्ली लाएर पठाइदिएँ मेरो भाग्य कस्तो रहेछ अब घरमा एक्लै छु श्रीमानले पनि छोडेर गए एउटा बाबु छोरो पनि विदेश त्यो पनि इरानले लडाइँमा इरानले हानिरहेको छ के हुने हो कसो हुने हो थाहा छैन कस्तो मेरो भाग्य बिचरा यी परशुराम दाई हेर त बुढेसकालमा कति दुःख पाए भयो कि भाउजूले नि उमेरमै छोडेर गइन् एउटा भएको छोरो नि विदेशमा छ मर्ने बेला हेर्ने मान्छे कोही छैन अलिक त्यो सान्त्वना त दिनै पर्यो बुढालाई परशुराम दाई कति चिन्ता लिएर बस्नुहुन्छ है नहुनु थियो जिउनु भइहाल्यो अब चिन्ता लिएर समस्या समाधान हुन्न अब के गर्ने त तिमीले भन्नु त त्यही नै हो मलाई कति गाह्रो भएको छ भन्ने कुरो कति अप्ठ्यारो छ एउटा बाबु छोरो पनि बाहिर छ हामी नआउने ठेगान छैन अब भाउजूले बेला छोडेर गइन् उति बेला बिहा गरौँ भन्दा मानेनौ होइन
त्यो त अब बिहे गर्ने अवस्था त्यो बेला भएन, सिर्जना भएन। अवस्था थियो नि 14-15 वर्ष राडै बसेको अझ 10-12 वर्ष कति बत्नी हो यता वर्ष उति बेला बिहे गरेका यो दुःख त पाइन्थेन गफर भुलिन्थ्यो। मेरो छोरै पनि धेरै वर्षको भइसकेको छ, बिहे गर्ने बेला भइसकेको छ। छोराले बिहाएर छोरै ल्यायो आफूलाई बिहाएर खायो आफूलाई हुन्थ्यो हामीले भन्दाखेरि उति बेला मानेको आयो अहिले तातो पानी तताएर दिन्थेन भाउजूले मानेनौ उयो सम्पत्ति लिएर जान्छ कि भन्ने उसले लोभले गर्दा बिहा गरेनौ अब यी खाऊ बुढा। दाजुभाइले भन्नसम्म भन्ने तिमीहरूको पालो रहेछ। अब मैले चाहिँ समाजको डरले मैले बिहा गरिनँ, अहिले पशु चलाउने भयो जस्तो मान्दछु। अनि आफूले बिहाएर नि समाजसँग डराएर हुन्छ। अहिले तपाईँले समाजले दिन्छ खाना समाजले दिन्छ पानी। अब मैले भएको तपाईँको ठाउँमा भएको भए त मरेको 7 दिन नहुँदै बिहाएर दिन्थेँ यति रायो त 1 दिन नै बस्नु थिएन। तपाईँ त नामर्दा भएर पो यसरी बस्नुभयो र अहिले दुःख नि पाउनुहुन्छ तर चिन्ता मानेर साध्य छैन जिउनु भइहाल्यो। अब दुःख सुख गरेर खाने छोरा बरु बोलाउने विदेशबाट बिहा गरिदिने गरेर नाति जन्माउने बरु नातिले हेर्छन् कि छोराले छोडेर गए पनि आए त हुन्थ्यो। अब विदेशमा पनि अब लडाइँ भइरहेको छ, आइन नआउने ठेगान छैन। यस्तै विदेशमा अशान्ति भइरहेको हो नि त आउला नि छोरो पनि जाल खोल्दा बित्तिकै आउँछ ऊ पनि त आत्ति आउला नि त्यहाँ। अब तपाईँकै मा नभयो नि आफ्नो ज्यान जोगाउनु त ज्यानको मा त होला त्यो जाल खोल्दा बित्तिकै आउला आएपछि 18 जसरी हुन्छ बिहा गर्नुपर्छ बरु केटी खोज्नु पऱ्यो हामी पनि सहयोग गरौँला। आएपछि लगन घाँसो खस्यो कतै केटी छ भने खोज्नुहोस् राम्रो बिहा गर्ने हो। ए केटी भनेपछि ए साँच्चै बल्ल सम्झे मास्टर त देवेको छोरी अच्छावाला छ अहिले कलेजमा पढ्दैछ त्यसलाई मैले कुरा गरेँ फरकै पर्दैन। केटी पढे लेखेकी छ तपाईँलाई हुने गतिले पनि छ लक्षण पनि छ राम्री पनि छ छोराले मन पनि पराउँछ छोरा जोडी चटक्क मिल्छ टेन्सन नलियोस् ल छोरो आउन पनि दिनुहोस् बिहा गर्नु भयो मेरो भयो बुझ्नु ठुल्लाई त्यो हुँदा अब धेरै चिन्ता लिने काम नगर्नुहोस्। छोरा अझै बिहा दिने बुहारी अहिले भर्खर विदेशी फेरि गएको छ भने भर्खर नलैजाला 1-2 नाति जन्मने राख्ला पनि नाति जन्मे भने त्यसका बुढी लगेर गए नाति हुन्छन् सहारा हुन्छन्। अब धैर्य गरेर बस्नु त्यसो भए हुन्छ एकचोटि कुरा गर्न जाउँ त जानु पऱ्यो जाम्ला नि तपाईँलाई पर्दा मलाई पर्दा तपाईँ त हो नि परेर जुन बेला जानु पऱ्यो म तयार छु त्यो कुरा सबै पछि भेट भएर कुराहरूमा सल्लाह गरेर जाम्ला अहिले म गएँ बाँकी कुरा पछि गरौँला। देवबाबुका मैले भनेपछि फरकै पर्दैन ढुक्कै हुनुहोस्। धन्न भाइहरू छन् र सान्त्वना दिन्छन्। कतै नि हो सम्झना त्यति पसल जान लाग्यो अनि हजुर चाहिँ कहाँसम्म जान लाग्नु भने घरमा बसिरहँदा दिन बिताउने गाह्रो भयो त्यो डाँडाको पसलतिर गयो भने यसो साथीभाइ भेट हुन्छ अनि क्यारम बोर्ड खेलौँला भनेर लागेको। अनि तिम्रो त लाउरे आएछ नि त अब यसो भेटघाट गर्ने होला। ए उमेश आयो र मलाई त केही पनि खबर गर्नु भएन त फेरि। पैसा कमाएर आउने मान्छेहरू सबै त्यस्तै हो क्या। मैले पनि त्यो तल्लो बाटामा भेटेको थिएँ मसँग धेरै ठुलो कुरा गरेँ क्या। अनि मलाई त्यति कुरा गर्नु मन लागेन म त आफ्नो बाटो हिँडेँ। हो रहेछ पैसा कमाएपछि सबै ठुलो पल्टिँदो रहेछन्। मलाई एकचोटि पनि आउँछु भनेर खबर गर्नु भएन दुःख पर्दाखेरि मैले नै साथ दिएको थिएँ। तिमीलाई त बल्ल ठिक्क पर्यो अब कमाएर आउनलाई छोडेर अब म कमाउनु जानलाई हेर्दैन होला। अब यस्तै अब पुनपुरा हात राख बसिरहौ अब के गर्छौ। ए त्यो छुटेको लागि म पुरपरामा हात राख्छु वास्तविक के हो म भेटेरै कुरा गर्छु। ल भेटेर जे गर्न मन लाग्यो गर म चाहिँ लागेँ अब जे मलाई त्यही बोल्ने होइन फेरि। होइन ठेकदार साहब नुन खाएको कुखुरा चाहिँ झोक्रा र हिँड्नु भएको छ त के भयो? के हुनु नि अफिस जानु भनेर हिँडेको त्यो हाम्रो गाउँको त्यो सिकारी बुढो छ नि हजुर उसले मोडै अफ गरिदियो नि। के भनेर ठेकदार साहब ती बाजेले? के भन्नु र नानी त्यो बुढाले आफ्नो बारी खन्न आयो रे मलाई। ठेकदार जस्तो मान्छेले बारी खन्छ कि खनाउँछ? तपाईँको सोचाइमा भर पर्ने कुरा हो ठेकदार साहब। आफ्नो इच्छा भयो भने खन्न पनि सकिन्छ खनाउन पनि सकिन्छ। होइन है नानी मेरो पक्षमा कुरा गर्छौ भनेको त ती बुढाको पक्षमा पो कुरा गर्छौ रहेछ तिमी। ठेकदार साहब तपाईँ नरिसाउनु होला मैले त सत्यकै पक्षमा बोल्देको है नरिसाउनु है हिँडे मलाई ढिलो हो। ल बा
बा घरमा हुनुहुन्न कि के हो? हो दर्शन बुवा म आइपुगेँ त। बाबु खबरै नगरिकन आइछौ। बल्ल बुढो बाबुको याद आयो। बुवा किन त्यस्तो भन्नुहुन्छ? म पनि उहाँ बाध्यतामा फसिरहेको थिएँ। ल छोरा थाकेर आइस, भित्र चोल्न लिएर जाउँ, पछि कुरा गरौँ। हुन्छ बुवा हुन्छ। ल जाऊँ। पछि बसेर कुरा गरौँला। हुन्छ बुवा हुन्छ। बल्ल बल्ल एउटा रुख काटे राख्न मिलाएर राख्नु पर्यो। अब बजेलाई चाहिँ खेदा लाएर के गर्नु, आफूले गर्नु पर्ने भ्याइन। यही राख्छु, यो पनि यही राख्छु। ओ दाल बा दाउरा मिलाउँदै हो कि हो? दारु नमिलाएर के हुन्छ? अब एउटा केटी मिलाइदियो भने नमिलाउने नसक्ने अब मात्रै लिएर बस्छ। होइन है बुढा, नातिनीको बिहा आउने बेला अनि म बुढालाई केटी मिलाइदिए भन्न लाज पनि लाग्दैन? 81 वर्ष भएर फुँडो मान्छे मान्छे बुढो भयो भने मन बुढो हुँदो रहेछ क्या दाले? अब के गर्ने नि? नातिनीको बिहा रमकाएर घर पठाउने, आफू काशीतिर लाग्ने। अब बिहार पाउँछौ बुढा? म लाग्यो आफै लाग्ने। म यो उमेरको मान्छे काशी जानु भन्नु रहेछ बुढाले। बुढो मर्न नसकेका बुढो, फेर गएको बुढो, आफू मात्रै धोक्रो भने पैसा कमाउने कुल आएर राख्ने। तपाईँसँग त बोल्नु पनि मन छैन। किन मन छैन? अनि आउने बेला चाहिँ मलाई खबरै नगरिकन किन आउनु भयो नि? परिस्थिति नै त्यस्तै भयो, कसैले खबर गर्न पाइनँ नि माया। लो बाहना गर्नु पर्दैन, मैले सबै बुझेकी छु। मलाई आइफोन ल्याइदिनु पर्छ भनेर होइन? बाहना बनाएको होइन, कस्तो तिमीले मलाई नबुझ्यो कि? मैले सबै कुरा बुझेकी छु। मलाई नेपालमै भए पनि एउटा आइफोन किनिदिनु पर्छ, नत्र यत्रो समयसँग माया लागेको के काम हो त? तिमीले मलाई माया गरेको रहेनछौ, मात्र आइफोनलाई माया गरेको रहेछौ। मलाई अरू कुरा केही पनि थाहा छैन। आइफोन किनिदिने कि नकिनिदिने त्यति भन्नु। अहिले म सक्दिनँ, समस्याले आएको छु, बेपछि किनिदिउँ ल। यस्तो लाउ खाउ भन्ने उमेरमा तपाईँसँग बिहे गरेर बस्नु जस्तो लाग्छ? सरी ब्रेकअप। जसलाई आइफोन किनिदिनु छ उहीसँग रमाएर बस्नु। ओ सम्झना सम्झना, होइन बिहान त्यतिखेरदेखि गएका बुढा अहिलेसम्म नआउँदैनन् घरमा। चिया खाँदा खाँदै म रिसाले खान्न तेरो चिया भन्दै रिसाले हिँडेको मान्छे झन् खर्च नगरौँ भनौँ भने रिसाले फोन किएर चिया नखाइ जानु भएको छ। आज कहाँ गएर कति खर्च गरेर आउने हो कि के गर्ने हो? यतिखेरसम्म घर आउनु छैन। बुढीसँग रिसाएर के गर्नु? यही बुढीले भरे भात पकाएर नदिए खान पाउँदैन नि, एकछिन फुर्ती लडाएर के गर्नु र? आफू चाहिँ कहीँ जान पाइँदैन, खर्च नगरौँ यताउता बुझ्दै छु। एउटा सानो एउटा गहना बनाउँ न लाउँ न भनेको छैन। खालि कता कता दान गर्ने के गर्ने भनेर मात्रै हुन्छ र? यसो कहिलेकाहीँ त बुढीलाई अलिक राम्रो बनाएर हिँडौँ भन्ने सोच्नु नि। बोलो भने धेर बोलेको हुन्छ, के गर्नु? यसो के गर्नु? बाँचुन्जेली खाना दिए भने भयो। एहे सम्झना कता गराएको? त्यो उमेशलाई भेट्न गएको, म त ब्रेकअप हान्दिएँ। ए उमेश विदेशबाट आउनु भएछ? अनि के कुरामा नमिलेर बेकअप भयो त? आजभोलि पैसा कमाएर ठुलो पल्टिनु भएछ। मलाई ठुलो पल्टेको मनै पर्दैन। छोरा मान्छेको जात त त्यस्तै हो, जति पैसा कमाए पनि भो भन्ने होइन, ठुलो ठुलो कुरा मात्रै गर्ने हुन्छ। त्यसैले मैले पनि कति ठुलो कुरा गर्दो रहेछु यो। यसलाई त मैले पनि छोड्नै पर्छ भनेर मैले पनि डिभोर्स हान्थेँ। डिभोर्स पनि कसलाई हान्नु र? आफ्नै बुढोलाई त हो नि। हामी छोरी मान्छेहरू छोरा मान्छेसँग कहिल्यै बुझ्दैनौँ। के भने सधैँ हेपी रहन्छ। तिमीले सही कुरा गरे सम्झना, मलाई पनि चित्त बुझ्यो। यो छोरा मान्छेसँग झुक्यो भने सधैँ हेपासी सहनु पर्छ। त्यही भएर मैले डिभोर्स हानेर आनन्दताले बसेको छु, खाएको पनि छु लाएको पनि छु। अब डिभोर्स हानेपछि एक्लै बस्न सकिँदैन होला। अब के गर्ने विचार छ त? के गर्नु नि, हेर्दै जाऊँ। राम्रो भयो भने भयो, भएन भने एउटा बयफ्रेन्ड बनाउने, घुम्ने खाने बस्ने। जमाना चलेको यस्तै छ। तिमी त राम्रो कुरा सोचेर छौ, मलाई त चित्त बुझ्यो। सम्झना तिमीले के गर्ने विचार गरेछौ त? भएको बयफ्रेन्ड पनि लत्याएछौ। एउटा राम्रो केटा खोज्ने अनि घरजाम गर्ने बस्ने।
ल ल राम्रो सोचेको रहेछौ, विचार पनि राम्रै रहेछ। राम्रोसँगले बिहे गर्नु होला, मलाई पनि हिँड्नलाई हतार भइसक्यो। तिमी पनि कहाँ जान लागेको? ल छुटौँ है त साथी। ल ल बिहा गऱ्यो भने निम्तो गरौँला, आउनुपर्छ है। बोलाएपछि नआउने कुरा हुन्छ त साथी? आइहाल्छु नि, निम्तो पाएपछि को आउँदैन र? ए ल ल त ल। आफूलाई भन्दा धेरै माया गरेको केटीले आज मलाई छोडेर गई। आजभोलिको केटीहरूको कसैको भरोसा नहुँदो रहेछ। मनलाई होइन पैसालाई माया गर्दो रहेछन्। जे भए होस् बाले जोसँग भन्नुहुन्छ त्यहीसँग बिहे गर्नु पर्यो। सम्झनालाई सर्वस्व सुम्पेको थिएँ, तर त्यसले पैसा हेरेको रहेछ। यस्तै रहेछ मेरो भाग्य। कहाँ गएर आइसो राकेश? ए म यस अफिसतिर गएर आएको नि। ए तँ त अब बेलैमा यसो नेताहरूको चागाडी गरेर भयो नि, अब लाइसेन्स बनाइस्, ठेकदार बनिस्, अब के गर्ने त है? अब तँलाई पनि मैले उपेला भने त होइन, मेरो पछाडि लाग भनेर लागिनस् त्यति बेला। के गर्ने, म त नेताहरूको पछि लाग्ने छोडिदिएँ, बरु बाहिरै जान्छु भनेर कसिया हो। अब ठिक छ, अहिले त पछुतो हो कि त पछि लायो भाइ, म पनि ठेकदार हुन्छु कि। अझै पनि केही बिग्रेको छैन, मेरो पछाडि लाग्न। भयो तेरो पछि लाएर केही उन्नति होला जस्तो छैन। म त अब विदेशै जान्छु, लाग्ने भए बरु पहिल्यै लाग्थ्यो नि तेरो पछि। तेरो यो घमण्डले गर्दाखेरि त तँ बिग्रिस् नि। विदेश गएकाहरू त उहाँ लडाइँ परेर फर्किन लागेको छ, अझ विदेश विदेश भन्छस्। फेरि पैसा भन्ने चिज अप्ठ्यारो आउँदो रहेछ। लडाइँ परेर के भयो त, अब जानै पऱ्यो, यो पापी पेट पाल्नै पर्छ। त्यही लडाइँ परेको ठाउँमा त यसो कामहरू खाली हुन्छ, हामीले रोजगार पाउँछ। लाटालाई त इसारा गरेर सम्झाउन सकिन्छ, तँलाई चाहिँ सम्झाउन सकिँदैन। मैले बरु हेर जा विदेशै जा। ल ल ल, अब तैँले अब जे भन्छस्। अब बुढी, ए बुढी, यता होइन त? किन के भयो? भोक लाग्यो कि क्या? बल्ल र घर सम्झेर आउनुभयो। ला होइन भोग्छु। के लाग्यो त बुढा? खुसी लाग्छ। किन नि बुढा? परशुराम बुढाको छोरो आयो भने बिहानीजीमा मलाई दिइहाल्छ केटी खोजेर। ए हो र? एउटा औँठी त माग्नुपर्छ है बुढा। तँलाई सिकाउनु पर्दैन, त म आफै जाने छु नि, माग्न पर्छ कि पर्दैन भन्ने कुरो। मेरो बुढो नि कम्ती बाठो हुनुहुन्छ। आमै डेढ तले हड्डी औँठीले माग्नु ल मैले। मलाई लोभी भन्नुहुन्छ, तर तपाईँ नि लोभी नै हुनुहुँदो रहेछ है। काम गर्दा त काम गऱ्यो, फल त लिँदा पऱ्यो के अरे। त्यत्तिकै खाएको हल्का खाना भएन। ल ल ठिक गर्नुभयो, जे गर्नु। यता सुन बुढी, बोल्न त खासै मन लाग्थेन तँसँग, त्यही के गर्ने। घरको श्रीमती बेसी 9 बजी चल्दो रहन्छ, केही खानेकुरो भएन खाम। भोक लाग्छ जस्तो छ मलाई। ए भोक पो लागिरहेछ? बिहान तर मै चिया सिया खान्ने तेरो गाउँमै खान्छु भन्दै जानुभयो त फुर्ती लडाएर। लास्टमा त यही बुढीले पकाएको चाहिँदो रहेछ त। मिठो मिठो खाना दिनु गाउँमा बुढा। बिचारा मेरो बुढो यतिखेर सुन भोकै। खाना त दिएको थियो नि, जहाँसुकै खाने मान्छे हो नि म। होइन होइन, र पनि त गाउँमा खानुभयो कि भनेर सोधेको नि। किन रिसाउनु भएको? राखेको छु नि, मेरो बुढाले भोकाले आउनुहुन्छ भनेर भित्र लु हिँड्छ। बाबु बिहे गर्ने बेला भयो, के विचार गरेको छ? बुवा तपाईँले जुन केटीसँग बिहा गराइदिनुहुन्छ म त्यसैमा राख्छु। एकचोटि तैँले पनि त हेर्नु पर्ला नि, मैले मात्रै हेरेर चित्त नबुल्ला। तपाईँले हेरेपछि केटी हुन्छ मलाई। अब त्यसो भन्छस् भने म साथी र म मिलेर केटी हेर्न जान्छु। हुन्छ बुवा, हुन्छ हुन्छ। ल त म केटी भएर जान्छु, साथी बाटोमा साथी भेटिन्छ। ल त पनि होइन कसको फोन हो? हेलो, कहाँ हुनुहुन्छ तपाईँ? मेरो छोरो बिहा गर्न तयार भयो। ए हो र? त्यसो त कायदा भइगयो नि।
म घरै छु। ल ल तपाईँ छिटो आउनुहोस् न, केटीको घर जानु पर्यो कुरा गर्नु। ल ल भइहाल्छ नि, म आइहालेँ। तर एउटा कुरो सुन्नुहोस् त, बिहा भएपछि ढिड तोला आउँछ चाहिएला नि मलाई। के सोध्नु भएको छ तपाईँले? तपाईँ पिर नगर्नुहोस् न, बिहा त हुनु दिनुहोस्। हुन त तपाईँ बुढीको पक्का हुनुहुन्छ, त्यस्तो डरै त माने होइन। त्यही पनि बिहाभन्दा पहिले पाए राम्रो हुन्थ्यो भन्न खोजेको मात्रै हो। ल ल म आइहालेँ, पछि जे होला। हस्। हेर्नुहोस् देवबाबुजी, तपाईँको छोरीको बिहाको सम्बन्धमा एउटा राम्रो केटा छ, अस्ति नै भनेको नि थिएँ, सम्झिनु भयो होला। ऊ केटाको अब उहाँ नै हो। अब 75 वर्षको बुढो मान्छे यति राम्रो हुन्छ भने केटो झन् राम्रो छ, हेर्नै पर्दैन। त्यहाँमाथि एउटा छोरो दुबईको लाउरे भर्खर छुट्टिएर आएछ, उहाँ पेन्सनर। अरू छोराछोरी कोही छैन ऊ बाहेक, उहाँ श्रीमती पनि छैन। तपाईँ छोरी बिहा भएपछि उसले सासूलाई मान्न दिनु परेन, नन्द अमाजुलाई केही गर्न नि परेन। सिधै बुढाबुढी हुन्छ उनका एउटा ससुरालाई यसो बेला पकाएर खानिदिए भयो। भोलि मिलेदेखि पछि विदेश जानु मिल्ला। अहिले भर्खरै उहाँको स्याहार सम्हार गरेर घर बस्ने, छोरालाई आफ्नो काम गरेर दिने गरेपछि कुरो सिद्धियो। अरू दुनियाँ लठार दियो, जेठाइलाई मान मर्यादा गर्ने, पकाउने खुवाउने, दुनियाँ भाँडा मान्न केही छैन अप्ठ्यारो पनि। पढाएको छ तपाईँको छोरी, नोकरी खाने त काम गर्ने मान्छे राखिदिने भयो। दुइटै कमाइ बसी के फरक पऱ्यो? होइन भने पनि घरमा बस्दाखेरि पनि एउटा बुढालाई आफ्नो बुढालाई, ससुरालाई, आफूलाई तिनजनालाई भात पकाउने खुवाउने पछि टन्टा साफ। ठुलो झमेला केही छैन, छोरीलाई आनन्दै हुन्छ। कसैका नन्दामाइले सताउँछन् भन्छन्, कसैका देउरानी जेठाबीले झगडा गर्छन्, दुनियाँ गर्छन्। त्यो पिर टन्टो केही नै छैन। सम्पत्ति मजाले भएको मान्छे छन्, विदेशबाट कमाएको छोराले पनि मजाले कमाएको छ। बुढा पेन्सनरै हुन् भन्ने पर्ने, अलिकमा पेन्सन हुन्। त्यो भएपछि यो केटालाई तपाईँको छोरी मजाले दिनुहुन्छ, उहाँले पनि तपाईँको छोरी मजाले गर्नुहुन्छ बिहा। दुवैजना ठ्याक्क लेभल पनि मिलेको छ। त्यसमा हुन्न भन्न कसैले पर्दैन। त्यो कुरो सोध्नुहोस्, मौका आउँछ पर्खैदैन। आएको बेला छोडेपछि पछि गोज्नु पर्ला, अद्नु पर्ला, पछि परिसकेपछि फेर्न मिल्दैन, साट्न मिल्दैन। त्यो यति केटामा तपाईँले दिनु मिल्छ। त्यति असल केटी छ मैले देखाएको छु, उहाँले अहिले नदेखे नि। त्यो केटी उहाँको छोरा बिहा गर्ने मिल्छ, जोडी पनि एकदम ठ्याक्क मिल्छ। तपाईँले ल्याएको कुरामा मैले भुन्न भन्नु कसरी भइहाल्छ नि। अब तपाईँको नि छोरी, मेरो नि छोरी, अब के गर्ने? हजुर, छोरी नै साह्रै असल छोरी छन्, आँखामा हाल्दा पनि नबिजाउने छन् छोरी, साह्रै गुणी छोरी, काम साम सबै हातमा लिइसकेको, ढोकामा र डोकामा बराबरी चल्ने खालकी छोरी छन्। ए तपाईँ चाहिँ उहाँको को? म चाहिँ उहाँको छिमेकी। ए अब शुभ कार्य किन ढिला गर्ने हो र? अहिले दुवैतिर मैले चिने जानेकै छ, गर्नु नहुने छैन, सबैतिर गर्नु नहुने भइसक्यो भनेपछि अब जतिसक्दो छिटो बिहाको कुरो अगाडि बढाउँ न, बिहाको टुङ्गो लाऊँ, अनि त्यसपछि बिहाको लागि तयारी गरौँला। केटाले केटीलाई भेटाउने हो कि के भन्छ? मेरो छोरालाई मैले हेरेपछि उसलाई चित्त बुझ्छ, हुन्छ भन्छ। बरु तपाईँको छोरीलाई एकचोटि सोध्नु हो कि? मेरो छोरीले त सानैदेखि मैले संस्कार दिएर हुर्काएको, मैले भनेपछि मान्छ। अब दुवैतिर कुरो मिलिसकेपछि बिहालाई त किन ढिला गर्ने हो र? वैशाखको 5 गते नि अरू पनि बिहा छन् भने हान, लगन भरे हो पक्कै। 5 गते गरौँ, लगन हेर्न नि पर्न, केही नि परेन। 5 गते गरौँ, सक्दिउँ। त्यसो गरौँ त होइन? त्यसो गरे कसो होला? भएर त्यति केटो पाउनु हाम्रो छोरीको भाग्यको कुरा हो। मजासँग खुसी भएर दिए हुन्छ ल। अनि केटा बाबु विचार के छ त? कुरो ठिकै त होला नि? तपाईँले भनेपछि हुन्छ। अरू गलत ठाउँ त देखाउँदै देखाउँदैन तपाईँलाई। बुढी चल्यो अब। दुवैतर्फको घर, खानदान, लेभल सबै कुरो मिलेको छ। केटा र केटीको जोडी मिलेको छ। अब यहाँभन्दा राम्रो तपाईँले कहिले पनि पाउनुहुन्थेन, भने पनि पाउनुहुन्थेन। त्यो हुँदाखेरि एकदम राम्रो भएको छ, खुसी हुनु। मैले नि हुन्छ भनेकै छु। ल्याएको कुरा कसो लाग्यो? राम्रै लाग्यो? मलाई नि राम्रै लाग्यो। अरू त मलाई के थाहा, तपाईँले गर्नुपर्छ सबै काम कुरो। साथीले ल्याएको कुरा त राम्रै छ। अब खर्चको व्यवस्था कसरी गर्ने हो? जो पिर नगर्नु न बुढा, मैले अलिअलि जम्मा गरेको पैसा छ, त्यही चलाउँला नि त। ए बुढी, तिमीसँग जागिर छैन, व्यापार छैन, कहाँबाट आयो त्यत्रो पैसा? तपाईँले जाट खाएर सुत्या बेलामा मैले 1500 यसो निकालेर राखेको पैसा हो कि बुढा। यतिको बाटो नभए घर व्यवहार कसरी टाट्ने त बुढा? दिदी, परशुराम बुवाको छोराको बिहेको भोज खान जाने होइन? हत्तेरिका नगर नि, कहाँ हुन्छ? गाउँमा बिचारा बुबै बोलाउन आउनु भइरहेछ। म त भरेदेखि नै भात नखाइ मासु चाहिँ यति खान्छु।
कस्तो मासु खान मन लागिरहेछ नि मलाई। अनि जान त परिगयो नि। धेरै खाँदा त पखाल लाग्छ हो दिदी, धेरै त खानु हुँदैन, ठिक्क थोरै खाए पुगिहाल्छ नि। खान मन लागिरहेछ, आत्माले मानिरहेछ। 1 महिना भइसक्यो मासु नखाएको, बुढाले ल्याउँदैनन्। अनि खानु परेन त? आफूले कतिखेर उज्यालो हुन्छ र जाउँ जस्तो भइसक्यो। तिमी पनि हरेक कुरा गरेर बस्छौ भने। तेरिका दिदीको कुरा सुनेर त मेरो मन त कस्तो कस्तो भयो। मलाई त मासु भने सिद्धिक्क लाग्छ, नल्याए पनि हुन्थ्यो जस्तो लाग्छ। मेरो बुढाले त दिनरातै मासु ल्याए गर्छ। बहिनी, म त टन्न खाएर आउँछु। हेरेर मर्नुभन्दा बरु छेरेरै मरेको जाति। बुढाले लिएर आउनु न मासु भनौँ नि कहिले ल्याउँदैन, चुइया छन्। तिम्रा जस्ता बुढा भए पो यसो कहिलेकाहीँ खाना पाइन्छ र यसो हुन्छ त। आफूले बल्ल बल्ल भोज नगरेर खानु छ, त्यही पनि टन्न नखाइ आउनु त। तिमी जस्तो हो र? म त यति खान्छु, यति भरि हेर न छक्क पर्छ। ल दिदी, टन्न खानुहोस् तपाईँ चाहिँ गएर। तर म चाहिँ तपाईँसँग जाँदिनँ है, मलाई त लाज लाग्छ। फेरि मेरो आफन्तले केही भन्यो भने नजाऊ न त, म एक्लै भए पनि जान्छु नि। अब तिमीले मासु खाने तरिकै थाहा रहेनछ। पहिली थालमा मासु हाल्ने हो, ड्यामी आफ्नो रुत्तो। त्यस पछाडि भात बिस्तारै माथि छर्ने हो, पातलो। अनि लाने हो टेबलमा बसेर बिस्तारै। त मासु एकैचोटि झिक्नु हुँदैन के, बिस्तारै चम्चीले झिक्दै खुटु खाने। अनि कसले दिएछ? ल दिदी, कट्याएर खानुहुन्छ कि गम खानुहुन्छ? तपाईँ चाहिँ जानु, म चाहिँ अलिक पछि नै जान्छु होला। अब काम पनि छ घरको, हिँडे दिदी म त। हुन्छ जाऊ। अब हामीसँग हिँड्दा लाज हुँदैन भने यतै आउसँगै जाउँ। ल विचार गर्नुपर्छ है। हुन्छ। यो केटीले त आज मलाई निकै ठुल्ठुला पो कुरा गरेर गए त। दिने पछि मासु खान्छु भनेर। तिनीहरूको जस्तो बुढो भुइँसी खाने हो र म? मेरो बुढाले दिनै पछि मासु ल्याउँछु खसीको भन्दाखेरि त म मान्दिनँ। पैसा जोगाउनु पर्छ। तिनीहरूलाई के थाहा पैसाको महत्त्व बुझेका छैनन्। खायो सको। पैसा कतिखेर काम लाग्छ भने तिनीहरूलाई के थाहा?